हेलो एभ्रिवान, नमस्ते अनि सेवारो। म अहिले मेलम्ची खानेपानीमा आएको छु। यो चाहिँ तपाईँको काठमाडौँ गएको छ। यो पानी यस्तो ठाउँबाट लगेको छ, आम्मामामा मैले चारैतिर भिरै भिर चाहिँ। यसरी हामी झापाबाट आएको छौँ। अवलोकन भइरहेछ, कुन तरिकाले सुरुङ हानेर लगेको, कसरी लगेको भनेर हामी चाहिँ यहाँ हेर्नको लागि, अवलोकनको लागि आएको। यसरी लगेछ त्यो पर देखिरहनु भएको छ हो, त्यहाँबाट चाहिँ सुरुङ छ। त्यो सुरुङ मार्फत चाहिँ काठमाडौँ गएको छ पानी। अनि यहाँ चाहिँ तपाईँको अहिले के गरेको रहेछ भन्दाखेरि यो खोला डाइरेक्ट थुनेर यसरी यो खोला यसरी थुनेर यता सिधा यता ल्याएर यहाँ पानी जम्मा गरेर अनि त्यो सुरुङ मार्फत चाहिँ काठमाडौँमा अहिले काठमाडौँवासीले यही पानी खाइरहनु भएको रहेछ। ठिक छ, नेपालमा पनि यतिको विकास हुँदैछ। यता चाहिँ हाम्रो सुरेन्द्र दाजु हुनुहुन्छ, मधुबलाबाट आएको हामी दुईजना चाहिँ। उहाँ पनि गाडी चलाउनु ड्राइभर हुनुहुन्छ। म पनि त्यही क्रममा यसो घुमफिर गर्ने क्रममा चाहिँ यहाँ मेलम्चीसम्म आइयो मान्छे लिएर। अनि हाम्रो दाइ के छ, कस्तो लागिरहेछ? एकदम राम्रो छ। यस्तो ठाउँमा पानी यसरी सुरुङ खनेर है, यसरी जमाएर अनि काठमाडौँ सुरुङ बनाएर लगेर काठमाडौँको जनताले हरियो निलो पानी चाहिँ खाइरहनु भएको छ। यहाँ चुलो खन्ने मान्छे चाहिँ कस्ता हुनुहुन्थ्यो। यस्तो छ, यस्तो भिड छ, यस्तै आम्मामा यस्तो भिड छ। यसरी अवलोकनको लागि आउनु भएको छ उहाँहरू गुम्से 3बाट। हेलो, ल यही हो ग्रुप मेरो चाहिँ। ल युट्युबमा सब्सक्राइब गर्नु चाहिँ नभनिदिने अनि ल मसँग आउनु भएको। ल अब हामी फर्किँदैछौँ ड्याम हेरिसकेर। गाइज अरू पनि दृश्यहरू देखाउँदै जानेछु। ल हामी चाहिँ मेलम्ची खानेपानीदेखि फर्किँदै गरेको। अब उहाँ हाम्रो दमक 3 दुम्से वडाध्यक्ष हुनुहुन्छ। पानी यसरी गएको छ हिँडेर खलखली भयो। यो चाहिँ मैले चलाउने गाडी एलेक्स। अनि तपाईँको हामी 2टा गाडीमा आएको जम्मा। अर्को यो अफिस चाहिँ त्यो हो मेलम्ची खानेपानीको। अरू दृश्य देखाउँदै अब हामी फेरि फर्किँदै गरेको। अब यहाँ झरना दामीसम्म झरना पनि देखाउँछु। अब झरना यो चाहिँ मेलम्ची खानेपानी पुग्नुभन्दा लगभग 150 मिटर तलतिर यस्तो छ झरना है। यस्तो दामी छ झरना। झरना यस्तो छ, दामी छ। ठाउँ चाहिँ यस्तो छ। फेरि गाडी आउँदैछ, स्कर्पियो भन्दा अरू आउँदो रहेछ। मैले घुमाउन ल्याएको टोलीहरू यसरी झरनामा फोटो खिच्दै हुनुहुन्छ। मेरो अर्को गाडी झरनाको तुसारो सब
ल यी हाम्रो ग्रुप यो दुईटा गाडीको झर्ना हेर्नु आजको भिडियो म यहीँ सघाउँछु जाडो भयो नेक्स्ट भिडियोमा भेटौँला जय नेपाल